फ्रेन्ड्स नमस्ते सबैजनालाई। मामा घरमा आउनुभयो ब्रो। सबलाई पापा ल्याउनु भयो ब्रो। त्यो पापा मैले खाइदिएँ हो। त्यसपछि थाहा छ के भयो? मलाई थाहा छ मेरो ब्रोले मलाई रया खान्छ। कोही बेला उसले मेरो क्याप तान्छ, चस्मा फाल्छ, फरि त्यो चस्मा दिएर मलाई मसँग माफ माग्छ। त्यसैले अस्ति आउनु भएको बेला ठुलो मम्मी ल्याइदिनु भएको थियो मलाई के मिठाई, जस्तै कि रोलेक्स चिल्याक्स पाएपछि रोलेक्स बेच्दा सोच कति आउँछ आम्दानी। त्यो आम्दानीले त पुग्छ मलाई वर्षभरि बसी खान पर्ने, लुगा फेर्न धरी गर्न मन पर्यो। तर अब त्यो पैसा मैले कतै इन्भेस्ट गर्छु भनेर छु सोचेको। त्यही भएर अब यो कुरा धेरै नबोलौँ। म अस्ति गएको थिएँ किन्नलाई भिन्डी। त्यो भिन्डीमा परेको रहेछ अनि के खालका ड्यामेज भएको। ओ माई गड, छोडिदिउँ त्यो कुरा, बिस्किन्छ साउजी। किनभने साउजीसम्म यो कुरा पुग्यो भने पाउँदिनँ मैले माफी। यदि मैले पाइनँ भने माफी मैले गर्नुपर्छ फेरि खानालाई बाँकी। फेरि कसैले दिँदैन मलाई बाँकी। त्यही भएर मैले जति पैसा चाहिए नि आफ्नै बाबासँग माग्छु, खुट्टा लाउँ पछाडि। यहाँ चाहिँ फेरि कोही बेला किन्न जाँदा रम्पम मलाई ऱ्याक हुन्छ बढेछन्। छोदरी ग्रुप इन्डस्ट्रीलाई म मुद्दा हालिदिन्छु भनेर मलाई तनाव हुन्छ झन्। किनभने कोही बेला परेको बेला खानालाई रम्पम पर्दिँदैन, मसला उमाइपुहट। अब म के गरौँ? त्यही भएर छोडिदिउँ त्यो रम्पमको कुरा। अघि खान गएको थिएँ मैले चिया, फेरि त्यो चिया पिउँदै मलाई जोस आइदिए। बोल्छु अब म यहाँ केही अस्तिको कुरा। त्यो कुराहरूलाई फेरि के दोहोऱ्याउने, किनकि यहाँ दुःख छ। जस्तै कि कुरालाई कुरैको दुःख कुरा गरेर दुःखै मात्र सेयर हुन्छ, पाइँदैन यहाँ सुख। थाहा छ त्यो सेयर गरेको कुरा मनबाट गरिएको हुन्छ, जुन हुन्छ पेनफुल। तर पनि यो अरूको लागि ज्ञानफुल। हामीले किन गर्यौँ यस्तो भुल? उसलाई सुनाएर आफ्नो व्यक्तिगत कुरा, त्यो कुरा हाम्रो कमजोरी, त्यो कमजोरीलाई उसले परिचालन गर्छ मन परी, जसलाई हामीले सुनाएको हुन्छौँ। यो मान्छे मेरो आत्माको नजिक, तर पनि उसले त्यो कमजोरी समातेर हामीलाई नै राउन्ड किक। एन्ड देन के गर्नु, नतिजा छ उल्टो। अनि माग्नुपर्छ फेरि पशुपतिनाथमा भगवानलाई त्यो समस्याको गरिदो हित। जब हाम्रो आफ्नो फ्यान र इन्जोय भगवानमाथि हुन्छ समर्पण, तब हामीले पाउँछौँ धेरै अर्पण, जुन छ न्यायको लागि सबैलाई समान्तर। अरू जानुपर्छ हामी कतै घुम्न, किनकि त्यो चरण बिन्दुमा प्राकृतिक रूप अत्यन्त अवलोकन गर्न सकिने त्यो प्राकृतिक दृश्य नेपालमा पाउँछ। आफ्नै मिठास छ त्यो पहाडको दृश्य, जहाँ भन्ज्याङ भन्जारी खोला नादा उच्छ। त्यो तराईको भूभागमा ठुलै युद्ध छ, बचाएका छन् ती सीमा अत्यन्त। त्यहाँका मधेसी मुलका दाजुभाइको मनसागर जस्तै कि हो प्रशान्त। तर पनि यहाँ कोही बेला म पनि डोमिनेट गर्न चाहन्छु, जस्तै कि आइरहेको छ प्रचलन भइरहेको त परम्परा। तब दिन्छु म पनि गाली, ठिक छ नआएको फ्यासन, किनकि म पनि खुन्टामा वाली। तर त्यो गालीले कहिले पनि पाइँदैन राम्रो खालको। गड हुन्छ मलाई रिग्रेट फेरि भयो भने देख फेट म गर्न सक्दिनँ फेस। यस्तै तरिकाले भविष्य नै छिन्छ। हामीले गर्नुपर्छ एकअर्कालाई सम्मान, त
सम्मान गर्ने बानी हाम्रो आफ्नै स्वाभिमान ठान किनकि हामी नेपालको नेपालीहरू मात्र तो समस्याबाट गुज्रिएको तर यहाँ त नेपालीहरू विश्व सामु नै छैन अझै पनि झुक्ती गएको यो आक्रोश फेरि कहाँ लुकी गएको थियो मलाई थाहा छैन तर पनि किन गर्न बढे यहाँ तमासा सबैले बुझ्छ यहाँ मनोक्रान्तिको आफ्नो भाषा त्यसैले ब्रो मैले चाहिँ मुनि गएको बल होइन दिमाग लगा भाषा Okay, let's go.